मोबाइलमा देख्न ल्याउनु भनेको नि मलाई पो राख हुन्छ नि त अब रञ्जनाको त तर त्यो उयो उसमा त्यो गुगल त्यो हामी चाहिँ रमाइलोको लागि मात्र के यस्तो के खेलेको कुनै यस्तो ठुलो चिज होइन रमाइलोको लागि हामीले जे होस् एउटा चाहिँ भन्दैन कसले भन्नु आफूहरू भन्ने नि मलाई चाहिँ खासै केही कुरै थाहा छैन होइन मैले अनलाइन पनि दिएको छैन अनि आज गेम खेल्ने भनेर लास्ट विक खेल्ने लास्ट विक हेलो हाई गाइज आज चाहिँ सन्डे हामी लास्ट विकमा नै गेम खेल्ने भन्ने योजना गरेको थियौँ तर भ्याएन अनि आज स्टार्ट गरेका छौँ गेमको नाम चाहिँ के हो अरे यो गेम चाहिँ हामीले रियालिटीमा खेलेको थिएन मैले चाहिँ फेरि अनलाइन पनि देखाएको थिएँ है हामी दिदीबहिनीहरू यसो रमाइलो गर्नुको लागि पनि केही छैन त्यस्तो के अरे सामान त हाम्रो भिडियो हेरेर नहाँसिदिनुहोस् होला हामी 4 जना बेस्ट साथीहरू जे होस् इन्जोयको लागि मात्रै खेल्न लागेको पछि छुटेर गए कता कता गए मेमोरी बनाउनको लागि मात्रै हो मोबाइलमा मात्रै मोबाइलमा चाहिँ यसो मेमोरी बनाउने अनि हुन्छ नि बनाउने अब सेतो ल सेतो कलर हेर्दै गर्ने अनि 1 2 3 भन्दै गर्ने ल पहिले भन्ने कुन चाहिँ सेतो होइन ओके लु भयो एक सबै रेडी हुने अनि त्यो 1 2 3 भन्ने अनि गो भन्ने एकछिन कान्छी ओके 1 2 3 सेतो सजाउने फुल लगाएर सजाउने दामी छ यो चाहिएको थियो भेरी आज पाएँ धेरै धेरै धन्यवाद लुक्स लाइक भेरी ओके 1 2 3 खासमा मैले मेरो साथीहरूलाई यो ल्याइदिनुको कारण हो मकै भुट्ने राखेर खानलाई मेरो त्यो के अरे छोरी मान्छेले त्यो के गर्दा मेकअप गर्दा फेस वास गर्दा अनि हातमा लगाएर सन्डे पनि पऱ्यो कस्तो जुरेको हाम्रो यो चाहिँ आइस बनाउने चकलेट बनाउने के सामान आयो हाटवाला रहेछ भोलिपर्सि हाटको आइसक्रिम बनाएर पर्छ चकलेट मिठो पार्ने हो ल काची थ्याङ्क यू सो मच दिदी वाओ थ्याङ्क यू भेरी मच दिदी नाइस स्मेल धन्यवाद वाओ कति मिठो स्मेल नाइस स्मेल छ तर है दामी छ त्यही त मलाई खुब मन पर्छ क्यान्डी दिदी वाओ धेरै धन्यवाद काची थ्याङ्क यू भेरी मच धन्यवाद लेट्नेन बोली वाओ यो त्यसलाई साथी राम्रो पर्छ नि त्यसलाई ओके रेड कलर यसरी अब ब्राउन ओके गोल्डन भइरहेछ हुँदैन ब्राउन छ मिल्ने खोजे कि खोजेन खै पनि
1 2 3 brown मेरो गिफ्ट हेरेर पनि हाँसिदिनु होला है। हेर्दा ब्राउन जस्तो रहेछ अरूपट्टि हेर्दा के अरे गोल्डन तर कति राम्रो रहेछ नि त हो। गोल्डन ब्राउन चेस गर्दै झन् पार्टी गर्न बडी बनाउनुपर्छ यो खाएर बडी बनाउनुपर्छ। ब्राउन दालमा अनि मेरो एउटा सरप्राइज छ अर्को स्पेसल, किनकि मैले ब्राउनमा सानो विद्या छ। अब हजुरहरूलाई म अर्को एक्स्ट्रा गिफ्ट दिँदैछु ब्राउन कलरको सट्टामा। कहिले बनाउनु भयो यो त्यसको एक्स्ट्रामा हो। कहिले पुग्दैन जति खाए इम्पोर्टेन्ट रहेछ त हामीलाई ड्युटीमा जाँदाखेरि टल्ल लिपस्टिक लाउनु ड्युटीमा जाँदाखेरि काम लाग्ने रहेछ। तर प्रायः जस्तो चाहिँ हाम्रो काम लाग्ने साबुनहरू आइपुगेको छ। त्यही त ल अनि खानेकुरा पनि छ सराबरी सजाउने कुरा होइन सबै कुरो मिलाएको छ। सजाउनेदेखि लिएर खान युज गर्नेदेखि होइन गर्न के अरे रुमलाई फ्रेस बनाउने सम्मको सबै कुरो रहेछ। वा हाम्रो गेम बेस्ट भयो जस्तो लाग्यो। We are rich today. We are rich. We are rich together. Always. Always. Rich. Okay. 1 2 3 go. Not brown, not white. Okay, green. Green. Wow. एक्सपेन्सिभ चिजहरू भइदैन Okay. यो अब भन्नुपर्दाखेरि म दिदी हो, मेरो ठुलो बहिनीको छ अलरेडी जोडी छ। जोडीको कुनै पिक्चर हाल्नुहोस् होला। Okay. अनि यता अर्को बहिनीले चाहिँ सानसानो राख्नु, जहिले जोडी हुन्छ त्यही बेला फोटो हाल्नुहोस्। एनसी कन्डिसन त्यस्तै। Thank you very much, Didi. भोलि पर्सि मन पर्यो? Very nice. भइसकेपछि हाल्नु दे है अब अब खोज्नु पर्छ एउटा भन्ने न हो। जोडी। ओके। थ्याङ्क यू बहिनी, यो पनि इम्पोर्टेन्ट नै हो। हामी के अरे जागिरेहरूको धेरै हिसाब किताब हुन्छ, यसले काम दिन्छ नै। मेरो पर्दाखेरि ल हेर पहिला वाउ, धेरै धेरै धन्यवाद। ओके, थ्याङ्क यू। थ्याङ्क यू सो मच ओके। फेस वास पनि मैले यस्तो कुराहरू चाहिँ गर्छु कि होइन ओके। फुलहरू बनाउने खोजेर त्यो हामी चारजनको मान्छेको चित्र बनाउँछु नि। यो यस्तो हात उठाएको यस्तो फाइनलमा आइसकेछौँ। अब चाहिँ के छ, एउटा मात्रै बाँकी रहेछ। Okay, 1 2 3 go. What is you? यो पिलर हो। घरमा चाहिएको थियो, कस्तो चाहिएको
चाहे चिजहरू पाइरहेको छु त नि हो आज त मैले हो दिदी थ्याङ्क यू म त भोलि नै उद्घाटन गरिहाल्छु कान्छी ए ठुलो बहिनी बनाउनलाई ल्याइदिएको है मेरो टाढा टाढा बहिनीहरूलाई भाइ बहिनी भनेको भाइ होइन टाढा टाढा बहिनीहरूलाई दामी छ है दामी छ किनकि बहिनीहरूको यस्तो ल्याइदिएको यस्तो छान्नुको कारण के हो भने मेरा तिनवटा बहिनीहरूको नि हेर यति लङ छ है उनीहरूलाई म धेरै सुट गर्छ कि त्यही पप्पाले नि दिएको नि धन्यवाद कान्छीको बेला आयो दिदीले नि दिएको नि थ्याङ्क यू हराउनु भरे भन्दै सानो मिठो लाग्ने कुरा है छोरी मान्छेको इम्पोर्टेन्ट चिज हो थ्याङ्क यू छोरी मान्छेले खासमा यस्तै गिफ्ट दिनुपर्छ किनकि छोरी मान्छेको इम्पोर्टेन्ट चिज नै हो यो धेरै धेरै धन्यवाद बहिनी सक्यो हाम्रो सामान सक्यो अब देखाउने हो कि सामान देखाउने अब कति आएको छैन भरि भएछ हामीले कति धेरै आजको गेम यति नै हो